ओके स्वागत छ तपाईँहरूलाई आज फेरि पनि मेरो एउटा नयाँ भ्लगमा। आज अब एकदम रमाइलो दिन छ। आज चाहिँ झ्याउला छैन मलाई होइन। हेरौँ दिनभरि के हुन्छ तपाईँहरूले देखाउनेछु। अब चाहिँ म एउटा केही काम गर्न लागिरहेको छु। बाबा सुतिरहनु भएको छ। बाबालाई सहयोग गर्नको लागि गोबर फाल्नु पर्यो। तपाईँहरूले हेर्न सक्नुहुन्छ अब म गोबर फालेको टाइम ल्याएर मैले गोबर फालेर भइसकेँ। अब हात खुट्टा धोएर यसो खानासाना खान्छु। त्यसपछि फेरि अब म त्यो दुध नदिने गाईहरूलाई पानी खुवाउँछु। त्यो बेला भेटौँला ल बाई गाइज। कि अलि गोरो देखेँ क्या म त कि कसो हो गोरै छु म त। मुख धोइस अलिक गोरो देख्दो रहेछ। ल गाइस अब म यसो खानासाना खान्छु होइन। त्यसपछि भेटौँ ल गाइस। मैले खाना खाइसकेँ। अलिकति बाँकी छ यो कुखुरालाई दिन्छु। मलाई उयो कुखुराले खान्छ। हजुर खाना खाएको भिडियो बनाउनु पर्यो नि। साह्रै अल्छी लाग्दो रहेछ मम्मी घरमा नहुँदा त। गाली खाएको मान्छेले गाली नखाएको कस्तो हुन्छ कि गाली खाएको ऊ पनि हुन्छ नि त। छैन कोसँग बात गाली गरे पनि राम्रै लाग्थ्यो होइन। मजा लाग्यो। हाम्रो अस्ति एउटा गाईले बच्चा पाएको थियो क्या। कति राम्रो बाछो बाछो कहाँ गयो? यो गाईको बाछो सानो हो गाई चाहिँ बाछो भने यति ठुलो त्यो गाई कति सानो थियो होइन। बाछो हेर्नु त कति ठुलो यति ठुलो बाछो आमा जस्तै सेफ ठ्याक्कै। आमा पनि यस्तो छैन नि त ढाडमा। यता सेतो छ नि त्यसको पनि त्यहाँ सेतो जस्तो ढाडमा छैन नि। आमा चाहिँ त कता आउँदैन। यो आमा हो। यो आमा हो। बच्चा यहाँ आमा त होइन यसो यहाँ अलि अर्कै देखिन्छ क्या। तपाईँलाई देखाए नि। यो आमा हो। यो बाछो
के छ लेखाएर त्यहाँ के आएर काम छ त्यहाँ त्यो केही छैन ल बाइक राइड सक्यो गाइस आजको लागि यति नै बाइक राइड होइन ठिक छ अब सुतिरहनु भएको छ नाइट ड्युटी गएर रात थाक्नु भएको छ अब दिदी यहाँ कतिजनालाई फोन गरेर भ्याउनु भयो माइली फुपू कान्छी फुपूसँग बोल्दै ल ठिक छ अरे यहाँ यो दिएको थियो कलेजबाट यो के हो मैले हेरेको छैन बाबा मम्मीलाई दिया हो अलिकति घाम आयो अलि सेफ प्लेसमा Guys, you can see मैले पानी खाएर भइसकेँ होइन साह्रै थकाइ लाग्यो अब एकछिनपछि यो चौचो बनाएर खान्छु त्यहाँदेखि देखाउने छु म चाहिँ थकाइ लाग्यो यसो आधा घन्टा जति रेस्ट गर्नु पऱ्यो एकल खाटामा सुतेर ल्यापटप हेर्ने हो खाटा सुत्ने यसमा बस्ने हो त्यसपछि एकछिनपछि खाजा बनाएर खान्छु खाजा खाने होला बेटौँ ल गाइस अब म चौचो पकाउनु लागेको छु ट्याक्क
गजबको पिरो चल्छ पानी बसालिसकेपछि मैला त बनाएर अलि माथिबाट हाल्नु एक थोपा पोखे